गाइज डिएमएल राइड चाहिँ अब घरबाट निक्लिँदैछ होइन। हेर्नुहोस् यस्तै छ अब गएको ल बाई बाई। यहाँबाट चाहिँ मेरो घरको गल्लीबाट सट्ट निक्लेन। यो चाहिँ अब बस्तीकै अब बाटो भनौँ न, हाइवे नै हो तर मिनी हाइवे। यहाँबाट चाहिँ अब फर्स्ट टाइम भ्लग गर्दै गर्दा जाँदा चाहिँ एउटा इन्सिडेन्ट भइदियो। अब यहाँबाट चाहिँ के भयो भन्दाखेरि चाहिँ अब तपाईँहरूले हेर्दै जानुहोस् ल के हुन्छ मेरो। अन्त मलाई यादै छैन, म यहाँबाट सालुगढा पुग्दा मात्रै मैले चाल पाएँ यस्तो भएको रहेछ भनेर। हेर्दै गर्नुहोस् के भएको छ। हेर्नुभयो क्यामेरा चाहिँ सिधा हुनुपर्नेमा बाङ्गो भइदियो। यत्तिकै म हिँडेकै छु, सालुगढा पुगिसकेँ। म सालुगढा पुग्दाखेरि चाहिँ मैले चाल पाएको मेरो हेलमेट क्यामेरा चाहिँ साइड फर्केछ। अन्त तर म अब यत्तिकै चाल दिँदै हिँडिरहेको होइन। भ्लगर एकदम फर्स्ट टाइम भ्लग हो तर मेरो यो थाहा छैन, अब यत्तिकै भइदियो होइन। अब यत्तिकै हालिदिन्छु म। अब मेरो फर्स्ट भ्लग नै थियो, मोटो भ्लगिङ त फर्स्ट भ्लगमै मेरो अब यस्तो भइदियो। त्यो पनि मलाई यादै छैन के भयो कसरी भयो। तर जब म सालुगढा पुगेर टक्क मेरो क्यामेरा हेर्दाखेरि चाहिँ क्यामेरा साइड फर्केको रहेछ। अन्त मैले अब याद भएन मलाई कहाँ फर्क्यो के भयो। त्यहाँपछि मैले सोचेँ यही भयो होला भनेर। तर अहिले घर आएर मैले जब यो भिडियो हेर्दैछु त्यति बेला चाहिँ चाल पाउँदाखेरि चाहिँ घरदेखि अलिकति 3-4 मिनटको डिस्टेन्समा चाहिँ मेरो क्यामेरा चाहिँ यसरी साइड फर्किदिएको रहेछ। हेर्नुहोस् न, अब साइड के हो या भित्ता उता पनि देखिरहेको छ। फ्रन्ट हेर्नुपर्ने होइन। फर्स्टमै अब यस्तो गल्ती भइदिइहाल्यो हो। एनिवेज अब यही मिस्टेकहरूबाटै होइन अगाडि म सिक्दै जान्छु अब के कसरी होइन। भिडियो एडिटिङहरू पनि गर्नु सिक्नुपर्ने रहेछ। ठिकै छ गाइज, तपाईँहरूले हेरिदिनुहोस्। तर पनि यतिको सिनहरू त राम्रै आउँदैछ है, साइड भ्यू पनि यतिको ठिकै छ, राम्रै छ। हेरिदिँदै गर्नुहोस् है। अब यस्तै भइहाल्यो। हेर्नुहोस् न अब के गर्नु, ठिकै छ। अहिले ट्राई यो चाहिँ म दार्जिलिङ मोडतिर पुग्नु आँटेको जस्तो भिडियो छ यसो हेर्दाखेरि। हेर्नुहोस् न यति लामो भिडियो थियो क्यामेरा यस्तो पल्टिँदैछ। यादै छैन मलाई हो, तर पनि अब दुःख यसो एडिट गरेर चाहिँ अब हालिदिँदैछु। ठिक छ। अब यो एउटा मिस्टेक भइहाल्यो। मलाई पनि यादै थिएन यस्तो हुन्छ भनेर। अचानक भइदिएको। अब घरबाट निक्लेर सालुगढा पुग्दा चाल पाउनु भनेको यहाँ होइन त अन्त है। अनि यो क्यामेराले जादु देखाउँछ कि अहिले फेरि यहाँ स्ट्रेट भयो आउँदा हो। अहिले फेरि स्ट्रेट छ हेर्नुहोस् त। जादु फर्स्ट भ्लगमा यस्तो जादु देखाइदिँदैछ मेरो आइजिआई प्रो। देख्नु होला जादु। अब फेरि टक्क हो, अब फेरि यसमा जादु फेरि उता फर्किदियो होइन। यादै छैन, राइडरलाई यादै छैन के भइदियो। भ्लगरलाई यादै छैन नि के भइदियो। क्यामेरा फेरि उता पल्टिरहेको छ। अहिले फेरि यसलाई मन पऱ्यो भने फेरि यता पल्टिने रहेछ यसो हेर्दाखेरि चाहिँ होइन। यो भिडियो हेर्दाखेरि चाहिँ म चम्पासरीको छेउछाउ रेगुलेटेड मार्केटको छेउछाउ आइपुगेको जस्तो लाग्यो। यहाँ फेरि क्यामेरा हेर्नु न उता पल्टिदिएको। अब क्यामेरा त यहाँ त स्विङ खेलिदिँदो रहेछ नि, यता उता हो। सायद चम्पासरी मोड आइपुगे हो। क्यामेरा मस्ती गरिदिइरहेको रहेछ यार। भ्लगरलाई याद छैन क्यामेरा पल्टेको के भइरहेको छ। तर पनि ठिकै छ, फर्स्ट हो यो। अब यस्तै अब यो 3टा भिडियो चाहिँ मेरो फर्स्टको चाहिँ बिग्रेछ होइन। तर म यतिकै हालिदिन्छु। अब के गर्नु, फर्स्ट भिडियो नि त होइन, किन नहाल्नु भन्दा ठिकै छ हालिदिनु अन्त होइन। मैले बेसी यसको याद आउँछ फर्स्ट भ्लगमा यस्तो भएको थियो मेरो भनेर होइन। ठिक छ। यहाँ पुगेर चाहिँ मैले चाल पाएँ क्या मेरो क्यामेरा चाहिँ यतापट्टि फर्केको छ भनेर। अन्त त्यो मिलाउनु खोजेँ मैले, भएन। अन्त टेन्सन लाग्यो क्या, झर्छ भने फेरि पर साइड गरेर चाहिँ चेक गरेँ। डिएमएल राइट्स छ एक डाउन। यता चाहिँ हाम्रो सिनियर एनबी दाजु हो।
हल्का इन्ट्रोडक्सन गर्दै हेलो गाइज हाम्रो सिमारा छिन्चो कता आइपुग्यो अब हामी आज चाहिँ बोकाइको बस्दैछु आजको फर्स्ट होइन मेरो टिमहरू सबजना हिँडिसक्नु भएको थियो उहाँहरू गान्तोकबाट आउनुभएको नि त अन्त म चाहिँ अलिकति ढिलो भइदियो क्या कप्सहरू चेकिङ गर्दै गर्थेँ नि त मेरो चाहिँ अलिक ढिलो भयो अन्त त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई भेटेर चाहिँ राइट अलिक मेरो चाहिँ ढिलै भयो उनीहरूलाई कहाँ आइपुगेको थियो मैले आधी बाटोमा भेटेको होइन अन्त उहाँ यो बाइक हेर्नुहोस् होइन यो बाइक गान्तोकबाट आउनुभएको उहाँ यता बडा हो यो चाहिँ बडाको बाइक बडाको बाइक हेर्नुहोस् एट द एज अफ 72 होइन रोयल इनफिल्ड मिटियोर 350 कुदाएर अरुणाचल प्रदेश जानु हुँदैछ त्यो पनि अब त्यहाँ गाउँ गाउँमा कतिवटा जग्गा होइन त्यहाँ टुर गर्दैछ हजुर छैन ए हिँड्नु न तपाईँहरू गाइस यो चाहिँ मेरो रानी हेर्नुहोस् होइन हेभी कुद्ने हो आज फर्स्ट डे नै हेभी हरि भइदियो मेरो चाहिँ हरि स्पल्स दि गरी बट आई नो हाउ टु राइड इट सेफ एन्ड साउन्ड पुग्नु पऱ्यो नि त होइन राइड गएर मात्रै भन्दैन त्यो सेफ फर्केर आउँछ उसलाई चाहिँ राइडर भन्छ क्या राइडर यहाँ पनि आज्ञाहरू हुनुहुन्छ सब गान्तोकबाट होइन यता हुनुहुन्छ दुईजना टोटल हाम्रो 8वटा बाइक छ हेर्नुहोस् भेटहरूलाई चेन्ज गरेन टिममा चाहिँ यतिको चाहिँ हुन्छ नि त देख्नुभयो सबजनाले एकअर्कालाई पर्खिदिइरहेको छ होइन र उनीहरू सबजना इन्टरकममा छ म मात्रै छुइनँ अन्त उहाँहरू सायद बात गर्दै होला आउँदैछु यताउता भन्दै म चाहिँ छुइनँ नि त मेरो चाहिँ छैन इन्टरकम नो फ्लपर अन द फ्लपर आई डोन्ट युज इन्टरकम चाहन्छ है यहाँसम्म छ हेड टिम हेड चाहिँ उहाँ हो जस्तो लाग्यो मलाई लेट्स राइड एकजना चाहिँ टेलमा बस्छ हो सबलाई अगाडि उहाँ चाहिँ टेलमा हुनुहुन्छ हेडमा एकजना छ टेलमा एकजना छ हामी चाहिँ मिडलको होइन मिडलको चाहिँ फेरि बाटो अप्ठ्यारो छ नि भन्नु पनि सक्दिनँ यार वाउ यो त राइट होइन अनि अब उहाँहरू चाहिँ गान्तोकको हो तर सबजना एबिएस मैले तपाईँहरूलाई भनिसकेको छु एबिएस चाहिँ म पनि गएको मैले त्यहीँबाट स्लट किनेको नि त एनआरएमको लागि आज चाहिँ हामी बोकाइगाउँ गएर बस्ने प्लान छ हो बोकाइगाउँसम्म जाने हेर्नुहोस् गोप्रो भर्खर मैले स्टार्ट गरेको किन भन्दाखेरि चाहिँ अघि मैले स्टार्टै गर्नु पाइनँ अघि किन पाइनँ भन्दाखेरि चाहिँ म ढिलो भइसकेको थिएँ क्या उनीहरूसँग भेट्नुको लागि अन्त उनीहरू पनि बस्नेको थियो धन्दा म एक्लै थिएँ र कसैलाई पर्खिनु परेन भनेर बस्नेको आएर उनीहरूलाई मैले आधी बाटोमा भेटेँ अन्त म एक्लै आयो भने फेरि प्रब्लम त होइन अब ग्रुपमा हिँडेको र एक्लैमा फेरि अर्कै हुन्छ नि त होइन ग्रुपमा अर्कै मजा हुन्छ एक्लैमा अर्कै मजा हुन्छ त्यही हो विचाराहरू पर्खिँदै आइदिएछ नि मलाई एनिवेज एबिएस टिमले हेर्नु हुँदैछ भने होइन थ्याङ्क यू तपाईँहरूसँगै मलाई पनि लग्देकोमा अन्त ढिलो भएकोमा तपाईँहरूमाथि क्षमा प्रम होइन अब यस्तै भइहाल्यो किनभने मेरो फर्स्टले बेसी चेक गर्थ्यो क्या आई डोन्ट नो किन हो के अब इनपुट थियो होला यसो बाइकको भनेर मलाई चेक गरेको जस्तो लाग्यो अब अरू बाइकमा हो तर मलाई पुरा चेक गरेँ नि त त्यसले गर्दाखेरि अब सब भाडल पारिदिँदाखेरि कस्तो हुन्छ भन्नु त भन्दा अब म त्यस्तो केही पनि खाँदिनँ र मैले केही बोकेको पनि थिइनँ बोकेको भयो फेरि सकेको होला आज सिनियर राइडरहरू पनि छ यो ग्रुपमा कस्तो पढाएको मान्छे कसो पढाउँछ यार हेर्दै गर्नुहोस्
आज्ञाहरू पनि रहेछ एकजना मोटो अन्त मोटो भ्लगर होइन के भन्छ दामी बाइकको युटिलाइज चाहिँ उहाँले गर्नु हुँदै थियो केटाहरू दामी रहेछ बाइक हामी चाहिँ अहिले अलिपुरद्वार डिस्ट्रिक्ट पुग्यो हो अन्त यो यहाँदेखिको जयको कति छैन भन्दै थियो उहाँहरूले क्रस गरिदिउँ है दामी 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 राइड हुँदैछ मजा आउँदैछ के भन्नु हुँदैछ मैले बुझिनँ ए म भ्लग गर्दैछु दिदी भ्लग होइन अघि त को बोलेको रहेछ भनेको वकी टकी डिरेक्सन त वकी टकीबाट बोलेको रहेछ मैले सुन्दैछु कि बोल्दैछ सबै दिएको मेरो यहाँनिर वकी टकी राख्छु नि त मैले के भन्नु हुँदैछ नानाले बुझेन हामीले बोलेको हो होइन अफसोस कि बात रोडै छैन नि त यस्तो दामी क्यामेरा चाहिँ उयो के पो अरे यहाँनिर हाम्रो बडाले चाहिँ कहाँ उयो टपक्सभित्र हालिरहेको छ यार यति बेला यस्तो दामी चाहिने क्यामेरा चाहिँ तर होइन यो क्यामेरालाई युटिलाइज गर्नुपर्छ बनाउँछु बनाइदिनुपर्छ नि हामीलाई चाहिँ साउन्ड क्वालिटीदेखिको लिएर सब हेर्नु पऱ्यो नि त च्यानलमा हाल्नुको लागि त्यसको लागि चाहिँ भन्नु भएन विशाल प्यालेस होटल एन्ड कुनै के रहेछ बाइकको म त यही हो यति कति 159 किलोमिटर कुदाइसक्यो होइन अबबाट भने एउटा किन यस्तो ब्यारिकेड चाहिँ किन लगाइदियो त्यो भुटान छिर्न आँटेको के हो हामी यो लन्च ब्रेकको लागि यो पनि हामी 650 सुपर मिटियोर लुक्स चाहिँ खतरा नि त DML राइड चाहिँ लास्टमा हेर्नुहोस् ल DML राइड्स यो पनि वाव नै हो नि होइन गाडी बिस्तारै कुदै फेरि आजको हाम्रो राइड एकदमै राम्रो भयो हामी चाहिँ तर टाइममै आइसक्यो त्यतिकै तपाईँलाई के भन्न चाहन्छ आजको राइड हजुर हामी भयो गान्तोकबाट बोकाइ गाउँ आउँछौँ चाहिँ 500 किलोमिटर जस्तो पर्छ हत्तु चाहिँ हत्तु भयो कि तर केही छैन भोलिको अझै पनि हाम्रो बाँकी छ थ्याङ्क यू तपाईँलाई के भन्नु आजको राइडको लागि हामी यहाँनिर हत्तु थाल्यो भने नुहाइ गरी भर्खर आएर 5 बजी एक्ज्याक्ट 5 बजी आइपुग्यो हामी यहाँनिर है 5 बजी टक्कै घडी हेऱ्यो आउने बित्तिकै त थाकेर हत्तु पनि भयो फेरि अन्त मजा आयो भनौँ न अब नेक्स्ट टाइम फेरि मजा गरौँ ल यो तपाईँलाई आजको राइडको बारेमा आजको राइड हाम्रो सफलतापूर्वक पक्कै गाउँसम्म आइपुग्यो र भोलिको दिन पनि यस्तै अब रमाइलो भएर यात्रा गरौँ सबैजना हाँसी खुसी है मजा गरौँ र आज अहिले अब थाकेर आइएको छ र अब त अब यस्तै हो र अबको दिनहरू पनि यस्तै खुसियाली मनाएर धन्यवाद उहाँहरू चाहिँ होइन एभिएस टिमको हजुर एभिएस टिमको सबसे सिनियर मेम्बरहरू हुनुहुन्छ अन्त उहाँहरूले अब गान्तोकदेखिको बगाइ गाउँसम्म राइड गर्नुको लागि अब इट्स नट अ म्याटर अफ जोक होइन म सिलगढीबाट आएको तर त कस्तो फिल भयो भने उहाँहरू गान्तोकबाट आएको यो जुन चाहिँ स्पिरिट हुन्छ यो एजमा होइन सल्युट